ओहो बिचरा खै त चिया आए चिया राख ए हजुर यता सुन्नु न बस त जेठो छोरालाई त अमेरिका पठाइयो अबको 5-6 वर्षमा त कान्छाले पनि अस्ट्रेलिया पठाउनु पर्छ है तिम्रो कुरा पनि ठिकै हो खै नेपालमा बसेर पनि केही प्रगति होला जस्तो छैन फेरि समाजले पनि नेपाल बसेकालाई भाउनै दिँदैन हेर्नु न हाम्रा पल्लाघारी कान्छामाका त छोरा बुहारी छोरी ज्वाइँ सबै अस्ट्रेलियाको बिहा लिएर बसेका छन् उनीहरूको त सानै बेग्लै छ त्यही त चिन्ता नगर अब हाम्रो पनि घुडै मुनि पालो आएको छ अब कान्छालाई पनि 12 पास गरेपछि अस्ट्रेलिया पठाउनु पर्छ मलाई त 5-6 वर्ष पनि कहिले बित्ला अनि कान्छालाई पनि पठाउला अनि समाजमा ठाडो पारेर हिँड्नु जस्तो भएको छ चिन्ता नगर न ठुलेकी आमा समय बित्न कति नै बेर लाग्छ र छिटै आउँछ त्यो दिन के छिटै आउने बाबा तिमीलाई अस्ट्रेलिया पठाउने दिन क्या बाबु दाजु पनि अमेरिका गइहाल्यो उसको पनि राम्रै छ अब तिम्रो पनि प्रगति हेर्न मन छ बाबु हामीलाई मलाई पनि अस्ट्रेलिया पठाउने रे हुर्रे अब म पनि अस्ट्रेलिया जाने भए हो बाबु अब हामी तिमीले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया पठाउँछौ माइ क्लास पढ्ने कति एक्सर्साइज गर्नु भएको बाबा मेरो कुरा पनि सुन्नुस् न सुन्दैछु त भन न अस्ट्रेलियामा पनि राम्रो पैसा कमाउनु छ हैन त हो त बाबु त्यसैले त हामीले तिमीलाई अस्ट्रेलिया पठाउँदैछौ ए हजुर हाम्रा छोराहरू पनि कोही अमेरिका कोही अस्ट्रेलिया उनीहरूले पैसा पठाएपछि त हामी पनि बसी बसी खाने दिन आउँछ नि हैन त हो नि ठुलेकी आमा हो मेरो चाहिँ आमा हैन र हो तिम्रो पनि हो हस् त्यसको ठीक 6 वर्षपछि छोरा झोला लियो जाऊ है अनि आमा बुबालाई चाहिँ नबिर्सिनु नि गए आमा गए बाबा हस् छोरा राम्रोसँग जानुहोस् है बाई बाई साथमा भएका 2टा सन्तानलाई त विदेश पठाइयो मलाई त घरने कस्तो शून्य लागेको छ हुन त हो नि हजुर केही पढ्न त केही मन परिहाल्छ नि अब त हाम्रो कान्छा छोरो अस्ट्रेलिया गएको कुरा पनि सोच्न बसेर दुनियाँ हेरिरहेको छ मलाई जलेरी मरौँ न किन पोस्ट गर्नु पर्यो नगर्दा पनि भइहाल्छ नि के भन्नुभएको हजुरले पनि हाम्रो जेठो छोरो अमेरिका कान्छो छोरो अस्ट्रेलिया गएको कुरा सबै थाहा पाउनु परेन त पढ्न त पर्छ घर सुनसान भएर बस्न पनि मन लागेन म त गएँ गाउँतिर छिट्टै आउनु है खाना पकाइराख्छु हस् कान्छो छोरा र उसको साथी विदेशमा जे सोचेर विदेश आएको थिए त्यो त नहुने रहेछ यहाँ भने जस्तो काम पनि नपाउने पाए पनि त्यही भाँडा मानेर टोली सफा गरेर आउने अरे म त कस्तो जस्तो लागेर आउँछु हो यार म पनि के सोचेर आएँ चोक्का खाना कि बुढी झोल्दै डुबेर घरि घरमा भने सुतीको ओछ्यानमा खाना पुग्थ्यो यहाँ भने अरूको जुठो भाँडा टल्काउनु परेको छ त्यही पनि साउको हप्की खाएर हो यार विदेश भनेपछि सबैजना हामी जस्तै बढी हप्की गर्छन् यहाँ आएपछि बल्ल यहाँको पीडा थाहा पाउँछन् एकातिर पढ्नु अर्कोतिर काम गर्नु घरमा गएर एक्लै पकाएर खानु मलाई त आमा बुबा र आफ्नो घरको कस्तो याद आउँछ त्यही भोग्न त आएको हो हामी
फर्केर जाउँ भने एकातिर साउको ऋण, अर्कोतिर समाजले कुरा काट्छन् भन्ने डर। फेरि आमा बुवाको पञ्च सम्पदा कुरा गरिदिनै पर्यो। साउले हेलो बाबा। हेलो, को बोल्नु भएको? म जेठो छोरा के ढोकरे। आशीर्वाद बाबु। अनि तिमीलाई कस्तो छ? बुहारीलाई नि? हामी सबै ठिक छौँ बुबा। त्यहाँ आमालाई कस्तो छ? हजुरहरूको राम्रो ख्याल राख्नु बुबा। म अहिले आफ्नो नयाँ बिजनेस सुरु गर्न लागेको, त्यही भएर हजुरहरूलाई फोन गर्न पनि भ्याउँदिनँ। हो र बाबु, ल बधाई छ। तिमी विदेश गएको पनि 10 वर्ष भइसक्यो। यसो बिदा मिलाएर आउँछौ कि भनेर। म अहिले आफ्नो नयाँ बिजनेस सुरु गर्न लागेको, त्यही भएर हजुरहरूलाई फोन गर्न पनि भ्याउँदिनँ। हो र बाबु, ल बधाई छ। तिमी विदेश गएको पनि 10 वर्ष भइसक्यो। यसो बिदा मिलाएर आउँछौ कि भनेर। नेस्रो त मलाई पनि लागेको छ, तर के गर्नु, बुहारी पनि 2 जुटी थिए, उसलाई एक्लै छोड्न पनि भएन। फेरि बिजनेसमा पनि धेरै लगानी गरेको छु, त्यही भएर अहिलेलाई यहाँ छोड्न मिल्दैन। भाइलाई फोन गर्नुहोस् न, ऊ आउँछ कि? ल बाबु, आफ्नो ख्याल गरेस्। बुवा कान्छा छोरालाई फोन गर्छन्। कान्छो छोराले त फोनै उठाउँदैन त। हेलो बुवा। हेलो, ढोकरे। आशीर्वाद बाबु। अनि तिम्रो चाहिँ कस्तो छ कान्छा? सन्चै छु बुवा। अनि त्यहाँ कस्तो छ? यहाँ ठिक त ठिकै छ बाबु, तर आमा चाहिँ तिमीहरूको याद टोलाइरहने भएकी छ। आमालाई नकिन भन्नु न, यहाँ अहिले अफिस जाने टाइम पनि भयो। म फोन राखेँ है। हस् बाबु, आफ्नो ख्याल गरेस्। हस्। यस्तै छ हाम्रो गाउँघरमा। छोराछोरी विदेश गएपछि आमा बुवा उनीहरूकै बाटो हेरेर बस्छन्। यी छोराहरूको बाटो हेर्दा पनि आँखा नै टटाइसक्यो। भाउजू, ए भाउजू, नमस्कार। के भयो? किन टोलाइरहनु भएको? के हुनु नानी, छोराछोरीलाई विदेश पठाएर के होला भनेको, अहिले घर आउने कुरै गर्दैनन्। यस्तै हो भाउजू, आमा बाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गा मुढामाथि। बाहिर गएपछि बाहिरै रमाउँछन्। के गर्ने त नानी, छोराछोरीलाई विदेश पठाउन पाए संसार चितो जस्तो लाग्थ्यो। अहिले उनीहरूकै यादमा पार्नु जस्तै भएकी छु। मलाई त सत्तुले पनि नहोस्। यस्तै हो भाउजू, नियतिको खेल अब चित्त बुझाउनै पर्छ क्यारे। के गर्ने नानी, आफूले रोगले शब्द गयो, बुढा पनि पाउ जस्तो हुनुभएको छ। उनीहरूलाई नै सम्झिएर लौ भाउजू, आफ्नो ख्याल गर्नु, म त लागे घरतिर। ल नानी ल। यतिकैमा कान्छो छोराको फोन आउँछ। फुल पनि साह्रै परेछ। कस्तो फोन आएछ खोइ? हेलो आमा, ढोकरे। भाग्यमा नि हुनु बाबु। अनि कस्तो छ नि तिमीलाई? ठिकै छु आमा। अनि त्यहाँ तपाईँलाई सन्चो छैन कि क्या हो? स्वर पनि मलिलो सुन्छु। हेर न बाबु, मलाई आज अलिक सन्चो छैन। खोकी र दम दुवैले सताएको छ। तिमीहरूको यादमा बाटो हेर्दा हेर्दै पनि 12-13 वर्ष बित्यो। अझ कति दिन बाटो हेरेर बस्यो भने त दाजु पनि त्यसै भन्छ। आउँछु आमा, आउँछु। यहाँ नयाँ घर किनेको छु, त्यो किनेको रेडी चिज छु, अनि आउँछु है आमा। यसो भन्दा भन्दै जिउ पुगिसक्यो। है के भन्नु? आमा, अब म आएर हजुर र बुवालाई पनि यहीँ ल्याउँछु। अनि यहाँ घुमेको फोटो राखेर दुनियाँलाई देखाउनु पर्छ। आफूलाई यहाँ दम केही गाह्रो भइसक्यो।
खोइ बाबु तिमी अन्जेलसम्म चक्का छु जस्तो नि लाग्दैन। मेरी आमालाई म नउन्जेल केही हुन दिन्न। आमा अहिले म बिजी छु, अफिस जाने टाइम पनि भयो। फोन राखेँ है। पखाना बाबु पखाना नेस्टो त मिट्न देऊ। म भोलि फोन गर्छु नि। भोलि कसरी देख्नु छ र बाबु? मैले सासुमा गाह्रो भएको छ। गुगलको पनि गर्न छिन पनि बाँच्दैन। आफूले तातो पानी दिने पनि कोही छैन। आमा 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 किन नबोल्नु भएको? बोल्नुहोस् न। आमा 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 के भयो ठुलेकी आमा? किन सुते कि? ठुलेकी आमा यो पनि छोराहरूकै पिरले गएछ। अब म पनि जानलाई बेर लाग्दैन। म बाबा, म आमा, म जेठो छोरा, म कान्छो छोरा, कान्छो छोराको साथी, म सूत्रधार हो। यता ठाउँमा हामी विदेशी पैसाको लोभमा आफ्ना सन्तानलाई विदेश पठाउँदा हाम्रो समाजमा यस्ता घटनाहरू घटिरहेका छन्। अब आफ्ना छोराछोरीलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने वातावरण सिर्जना गरेर भनेर